केडा हो फाइनली तिमीहरूको एक्स भाउजू भेटियो केडा हो फाइनली तिमीहरूको एक्स भाउजूले भेटियो हेलो गाइस वेलकम ब्याक टु आवर युट्युब च्यानल लाइक सरी आइमा यो सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु अनि फाइनली म चाहिँ अहिले कति बज्यो लगभग 4 जति बजिसक्यो होला पशुपति जाने प्लानमा थियो तर सुतेर कटाएछु अनि के भन्न चाह्यो भने हाम्रो टिकटक सबैले मन पराइदिनु भएको छ त्यही कन्टेन्ट बनाउनको लागि अहिले महाकालबारी पनि म झर्छु होला मेबी अनि अहिले चाहिँ फाइनली म कहाँ जाँदैछु भने हाम्रो लिसा चाहिँ आउँदैछ अरे अनि उसलाई सेफ मतलब लिनको लागि जाँदैछु अनि लिसासँगको भेट हुनेछ फाइनली तपाईँहरूको एक्स भाउजू भेट्न जाँदैछु क्या म बुझेन अनि के कस्तो हुन्छ रियाक्सन होइन कस्तो उसले कुरा गर्छ के हुन्छ हामी चाहिँ देखाउँछौँ भन्दै निस्कियो गल्लीबाट उतिर कहाँ फुटबल खेल्छौ तिमीहरू खेलेर चाहिँ आएको हो त्यही त केटाहरू हिल्लै हिलो भएर आएछ गेम खेलेर पनि ल हाम्रो अब खै यही बाजीसम्म ल्याइदिन्छ कि बाइकले तर केटा म यही सेभ गर्नु पऱ्यो कि सरी हामी 1400 स्टार्टिङ फेस 1400 मात्र छ ल हाम्रो दाजु मात्र 300 मेरो सरी हामी छ क्या सरी हामी बल खेलेर आएको सबै केटा सरी हामी तिमी रहेछ एसआरआर भाइ स्पेस वाइएमआई छ क्या ल हाम्रो लभली ब्रदर भेटेँ ल यो बेलुका 7 बजी भित्र सरी हामी एसआरआर भाइ वाइएमआई छ ल हजुर ल धन्यवाद हाम्रो लभली केटाहरू भेटेँ यस्तो माया चाहियो नि त केटाहरूको केटाहरूले माया गरेको अगाडि बढ्न सकिन्छ त्यो केटीहरूले पनि गर्दैन केटाहरूले पनि गर्दैन अनि बढ्नै सकिँदैन कि बुझेन अनि त्यहाँ भएर ए सर्च हान्न लाग्यो लभली भाइ अनि साथीहरूले सेयर गर नि त टिकटकमा छ SORRY YAMI यस्तै हो त्यही भाइको ट्याटु चाहिँ मन पर्यो धन्यवाद भाइको नाम ल है त केटाहरू चट्ट सबैले सेयर हानेर दाइलाई नमुना बस्तीको नमुना निकाल्नु पऱ्यो ल अरू बेलामा आउनुपर्छ नि ल छुट्टी छैन तिमीहरूको कहिलेसम्म छुट्टी छ ल भोलि चाहिँ बल खेल्ने बेला मलाई त्यो यही इनबक्समा मेसेज गरेर म जान्छु हस् ल डन यस्तो लभली भाइहरू भेट्यो बिहान के अरे उठ्न बित्तिकै लक्की छ कि आज अनि आज लिसा पनि आउँदैछ केटा हो अरे के भन्नु अब आउँछ अनि कुरा गर्दै जान्छौँ अब त्यही हो भाइको माया सबै यता पो बस्थ्यो यता सबैको बस्छ यतै हो ए ल अब आउँदैछ म उसलाई वेटिङ गर्छु त्यहाँ यतैतिर गाउनु पर्ला चुरोट खाँदै वेटिङ गर्नु पर्ला जस्तो छ भनेको त चुरोट मैले ल्याएन होला है किन पसलमा गर्ने होला हेर न कपाल बढेर केटा हो किडी जस्तो देखिरहेको होला है छ्या अनि त्यही हो टिकटकमा यस्तो धेरै माया गर्नु भएको छ अघि मैले भनिसकेको हेर न हेर फेरि केटा को आयो देख्यो तिमीहरूले केटा हो फाइनली तिमीहरूको एक्स भाउजूले भेटियो हो कि भन न त नि कहाँबाट आउनु भएको तपाईँ फेरि कहिले भेट भएको त्यो पैसा दिनु त क्या ओ ल दाइरा 50 रुपियाँ हो 50 यही छ त भने पापा 25 रुपियाँ हो क्या भर्खर पसल खोल्नु भएको मासु नलगौँ मलाई कुन 25 रुपियाँ मैले पैसा दिनु थियो अस्तिको ब्याज पाक्यो होला अब ठिकै छ 25 मलाई बनाउनु बाँकी खाँदै हिँडेको छौ केटा हो के गर्नु तिर्नु परेन ओ के लाने नलाने कि ए आमा आइफोन गिफ्ट हेरेर त केटा तिमीहरूको भाउजूले के तरकारी चाहिँ लागेर हजुर धन्यवाद ब्याज त काट्नु भएन नि फेरि गाइज हाम्रो भाउजूले ब्याज काट्दैन टेन्सन हुन्छ क्या बुझ्न अब के लगाउनु त तरकारी भनेपछि तरकारी आलु त छ कि आलुसँग के मिसाउँदा ठिक छ पर्सि लगाउँ न म छान्छु ल भर्खरै पसल स्पेसल पर्नु भएको छ तर राम्रो चाहिँ भयो त्यो ठिक छ कि यो होला ल हाम्रो भाउजूहरू हाम्रो त सुरु भइहाल्छ त बाथरुम जाँदा भन्दा अरू बेला त भएको बाँकै हो
त्यो पर्स एउटा लाने अनि चिप्ले भेन्डी कि यो चाहिँ के चाहिँ लानुपर्ने चाहिँ अहिले उसलाई आएर छनाउनु पर्ला हौ केटा आँखा दुखेर फेरि यहाँ ल केटा अब हामीले के अरे मैले अघि भनिसकेको थिएँ है हाम्रो चाहिँ फाइनली स्पेसल मेन आउँदैछ भनेर यहाँ फोन आयो फेरि स्पेसल कतै कसकै हाल्यो यार उसको केटाको आयो उसलाई को आयो नि यार उसको फोन आएर चाहिँ उसलाई आइपुगिदिन्छु ल केटा को आयो हेर हेर्न हेर्न केटा को आयो ए हाम्रो दिदी दिदीलाई पनि पैसा दिनु सक्यो 25 रुपियाँ पैसा दिनु थियो उहाँले दिइरहेको छु है केटा हो फाइनली तिमीहरूको एक्स भाउजू भेटियो पुरा झ्याप भइरह्यो मलाई ठटाउला जस्तो भइरहेछ यार बुझेन केटा होइन को आयो हेरिहाल्यो लिसालाई कतिवटा अरे 7वटा दियो बियर जत्रो मान्छेले बियरै यसो बियर जत्रो मान्छेले बियरै खान्छ के बियर जत्रै मान्छेले चाहिँ बियरै खाएर सिद्धिने भयो केटा हो त्यही हो केटा है फाइनल्ली तिमीहरूको एक्स भाउजूलाई भेट्यो है मलाई भेट्न आयो कतिको खुसी छ त केटा उहाँहरूले देखेर तरकारी पनि बोकिरहेछ अहिले मलाई पनि भोक लाग्यो तिमीलाई यहाँ पैसा दिइरहेको छ केटा 25 रुपियाँ बाँकी खाँदै तिमीहरूको सरी हामी ब्रदर हिँडिरहेको छ क्या छैन कि हो ल हेर मेरो भाइहरू आउँछ हेलो पैसा एकैछिनै पख केटा हो एकैछिन पख त हेर दाइ खाजा खाँदै 25 रुपियाँ दिनु थियो तपाईँको छोरीलाई आमाले दिइराख्नु भन्नुभएको छ यहाँ बाटोमा उता भेटेँ नि त मैले हजुर मलाई 25 फर्काइदिनु न न त चुरोट दिनु 3टा ठिक्क हुन्छ पहिलो 3टा दिस्यो माथि नि चुरोट छ फेरि तिमीलाई माथि नै छ के छैन भनेको मान्छेले लिएर आयो चाउचाउ लिएर आउनु भनेको छ 100 रुपैयाँको यो चाउचाउ अनि यता केटा धनी व्यक्ति रिच म्यान आएको छ कि आज के खान्छ अर्डर अब भाइलाई के भनेको थियो अरे भाइ मेरो भाइलाई भाइ लाइक हान्नु होला अरु के अनसब्स्क्राइब युट्युब च्यानलको नाम सोधेको हैन सरी हामी SORRY स्पेस YAMI छ ल हेर्दिनु पर्यो ल आज त्यस्तो अम्बानी आएको छ कि बुझेन इन्डियाको अम्बानी आएको छ अनि जे खाए त्यही अर्डर जे भने त्यही पैसा जे भने त्यही अब आम बाई तिमीलाई पनि सरी यामी SORRY सरी यामी YAMI ओए ल माया पाइरहेको छ त केटा हाम्रो युट्युब च्यानल छिटै मिलियन पुग्छ होला हिजो अस्मिन मोडललाई भेटाएको थियो क्या बुझेन सुन्नु गफ सुन्दै हिँड न सुन्नु न हिजो होइन अस्मिन मोडललाई भेटाएको थियो अनि मोडलले चाहिँ के भन्यो भने 1400 सब्सक्राइबर छ भनेको चाँडै 14,000 पुऱ्याउनु होला बेस्ट यति हम्बल यति खतरा मान्छे यति धेरै मोडल पछि लाग्यो है होइन है त्यस्तो चाहिँ केटा हो है अनि हामी जाँदैछौँ अनि यहाँ नकिनेको त्यो इलेक्सनमा किन आउँला नि आन्टीकोमा छिरेको आन्टी छ नि त्यो भारी भयो मलाई बोक्छ नि त्यहाँसम्म त्यही हो केटा हो केटी हो हाम्रो भ्युअर्सहरू फाइनल तिमीहरूको एक्स भाउजू कमब्याक भइसकेको छ होइन कसलाई भेट्यो भनेर एक्साइटेड हो तिमीहरूको एक्स भाउजू ल के भयो तिमीहरू छुट्यो बिचरा एक ब्रो त केही छैन ए तिम्रो फोन आयो ल ग हामी अनि रुम जाँदैछौँ अनि उहाँले सपिङ पनि ओपी हान्नु भएको छ अब यो सामान लगेर सडा खाएर यहाँ हेर्नु यार को ल गाइस फेरि आजको हाम्रो भ्लग चाहिँ
यस्तै भयो अब ऊ आयो अनि अब सामानहरू किन्यो अनि फर्किँदैछौँ आज कन्टेन्ट पनि नभेटिरहेको थिएँ म आज पशुपति जाने सोच्यो पशुपति जान पाएन अनि रुमतिर लागेको ल गाइस राम्रोसँग बोल्नु नै रहेछ नि ज्याद भएर आएको रहेछ केटा 7वटा बियर खाएको अरे बियर जति ठुलो डल्ला मान्छेले बुझेनौ आँखामा आँसु हेरी आमामा हाम्रो फेरि हेर त नमुना बस्दै ग्याङ हेलो हेलो अब आयो 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 हाम्रो ग्याङहरू अबै ग्याङ सबै उठ्यो अबै हेर त ग्याङहरू त ओइ त्यहाँबाट हल्ला नगर न अहिले माथि जाउँ दाई माथिबाट हेर्दै हो दाई मेरो दाई उदा 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 अरे केटा हामी अर्को भ्लगमा भेट्छौँ ल किनकि उहाँ धेरै झ्याप हुनुहुन्छ कि त्यही भएर गफ के भनेछ अरे के भन्छ अरे कसले चोट खान्छ कसले चोट खान्छ मलाई थाहा छैन एन्सर मम्मी ल केटा हामी अर्को भ्लगमा भेट्ने भएको छ बाई बाई ड्याम ड्याम ड्याम